नमस्कार सबैजनालाई, म हो सुषमा र अहिलेको भिडियोमा चाहिँ हामी इटरी आइसकेका छौँ खराङबाट। अनि म र मेरो हस्बेन्ड चाहिँ अहिले मेरो हस्बेन्डको मामलीमा छौँ अनि उहाँ चाहिँ मामा हुनुहुन्छ। उहाँले हामी दुवैजनालाई टिका लगाइदिनु भयो, आशीर्वाद दिनुभयो। अनि लगभग यतिखेर चाहिँ 5:30 अथवा 5 बजेको थियो होला। अनि त्यत्रो अब खराङदेखिको यात्रा गरेर आयौँ नि त। अनि गाडीले धङधङी पनि थियो, त्यही भएर हतार रेडी भएर साथीलाई नि भेट्नु थियो। अनि छिटो गरेर अनि साथीलाई भेट्न गयौँ। अनि उसँग चाहिँ इटरी चोकमा भेट भयो। अनि ऊ चाहिँ मेरी बेस्ट फ्रेन्ड प्रीति। अनि अहिले चाहिँ हामी फुपूकोमा छौँ, तर मेरो हातमा चाहिँ पुरै चुराले कति धेरै एलर्जी भएको थियो। अनि उसलाई देखाइरहेको थिएँ क्या म चाहिँ। अनि अलिक कम लाग्थ्यो चुरा पनि। अनि उहाँ चाहिँ मेरो फुपू हुनुहुन्छ, कान्छी फुपू अम्बिका ओझा। अनि उहाँले पनि हामी दुईजनालाई टिका लगाइदिनु भयो, आशीर्वाद दिनुभयो। अनि फोटोहरू लियौँ। अब मेरो साथी भइहालिन्। अनि त्यसपछि भिडियो चाहिँ खासै लिन जाउँ, अब त्यतिखेर गफको धुनमै बिर्सिहाल्यौँ साथीसँग भेट भएपछि। अनि मस्त गफ चाहिँ अलिअलि गऱ्यौँ है। अनि यति नै भयो। भिडियो पनि ठिकै छोटै छ, त्यही भएर अब बाई बाई भन्न चाहेँ ल। बाई बाई।